होइन। अनि उसो पैसा लिएर आइन्छ त मोटरसाइकल किन्छ, सान देखाएर हिँडिन्छ, पैसा सकेपछि फेरि उतै गइहालिन्छ भन्ने खालको चाहिँ नि हाम्रो चाहिँ के त भन्दाखेरि आर्थिक मान्यता भयो। त्यो खालको हाम्रो आर्थिक जीवन भयो। मलाई लाग्छ यहाँनिर आधीभन्दा धेरै मान्छेहरू तपाईँहरूले छातीमा हात राखेर नढाँची भन्नुहोस्। हामी मैले अघि भने बुद्ध जन्मेको देशमा बसेको मान्छेले ढाँट्नु हुँदैन। छातीमा हात राखेर तपाईँले भन्नुहोस्, तपाईँहरूमध्ये को कसको घरको मान्छे सदस्य, कोही तपाईँको चाहिँ श्रीमान गएको होला, कोही श्रीमती गएको होला, कोही छोरा गएको होला, कोही नाति गएको होला, कोही भन्दा भने को कसको घरको मान्छे विदेश जानुभएको छ? हात उठाइदिनु त। सबैजना मान्छेको घरको तपाईँको चाहिँ मान्छे विदेश गएको छ हो। कोही कोरियामा होला, कोही अमेरिकामा होला, कोही अस्ट्रेलियामा, कतिलाई चाहिँ लाज लागेर नउठाएको होला होइन। आज नउठाएको पनि भोलि तपाईँ पनि जानुलाई रेडी भइरहेको होला, लुकी लुकी कोरियन भाषा पनि सिकिरहेको होला यतातिर होइन होइन। ठङ ल्याउ भने अब त्यो भाषा क्या भाषा मलाई आउँदैन भनिरहेको होला है। त्यो भन्नुको मतलब के हो त भन्दाखेरि हामीले यो देशमा भविष्य देखेनौँ। यो देशमा भविष्य नदेख्नु भनेकै तपाईँको के हो त भन्दाखेरि देशलाई छोडेर हामी एनी टाइम जुनसुकै बेला हामी बाहिर जान सक्छौँ भन्ने हो। यो देशमा भविष्य नदेखिसकेपछि यो देशको माया पनि लाग्नु छोड्छ युवालाई है। यो देशमा न्याय छैन है। कसैबाट चाहिँ अनाहकमा कुटै खाइन्छ, रिपोर्ट गर्नुभयो कुन पार्टीको सदस्य हो भन्छ। सरकारमा भएको पार्टीको सदस्य हो भने तपाईँलाई अलिकति न्याय मिल्छ, होइन भने तपाईँलाई न्याय मिल्नेवाला छैन। न्याय छैन यो देशमा, सेवा सुविधा छैन यो देशमा, विकास छैन यो देशमा, रोजगारी छैन, अवसर छैन। अनि युवालाई चाहिँ यो देशमा बस्नु छैन। त्यसकै फ्रस्ट्रेसनमा ठुल्ठुला आन्दोलनहरू यो देशमा भइरहेका छन्। त्यसो भएको कारणले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामीले कुरालाई बुझ्नु जरुरी छ। एउटा मान्छेलाई सच्चा मान्छे बनाउने अभियान श्रम संस्कृति, एउटा मान्छेलाई, एउटा स्वार्थी मान्छेलाई उद्धार मनोभावको के अरे तपाईँको चाहिँ मान्छे बनाउने संस्कृति हो श्रम संस्कृति। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने संस्कृति हो श्रम संस्कृति। एउटा देशलाई माया नगर्ने मान्छे होइन, आफ्नो मात्रै बारेमा सोच्ने मान्छेलाई देशको बारेमा पनि चिन्तन गर्ने बनाउने संस्कृति हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म तपाईँहरू सबैजनालाई बोलाउन चाहन्छु। म आज बुटवललाई बोलाउन चाहिरहेको छु, बुटवललाई उठाउन चाहिरहेको छु। म तपाईँहरू सबैजनालाई श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। तपाईँहरू तयार हुनुहुन्छ? तपाईँहरू तयार हुनुहुन्छ हो? अल्छी मान्छेलाई पौरखी बनाउनु पर्छ, अल्छी गर्नु हुँदैन भन्ने एउटा मनोविज्ञान हामी सबैजनाले सृजना गर्ने हो। सृजना गर्ने हो। समाजमा 100 जना मान्छे बस्छन् भने 51 जना मान्छेले जे सोच्छ त्यही सामाजिक मनोविज्ञान हो। अब यो देशमा 3 करोड मान्छे छौँ भने हामीले थोरैमा 2 करोड जनाले चाहिँ यही देशमा काम गर्नुपर्छ। यो देशको काम सानो काम होइन, काम सानो हुँदैन भनेर भन्नुपर्छ। तपाईँ तयार हो? यदि त्यो तपाईँले भन्न सक्नुहुन्न भने यहाँ तपाईँले जति नै भाषण गर्नुहोस्, जति नै भाषण सुन्नुहोस्, जति नै पार्टी आओस्, जति नै चुनावमा भोट हाल्नुहोस्, हुनेवाला केही पनि छैन। किनभने परिवर्तन सुरु हुन्छ तपाईँबाट, तपाईँको आनी बानीबाट। तपाईँ श्रम गर्नुहुन्छ कि हुन्न भन्ने कुराबाट तपाईँको चाहिँ परिवर्तन। त्यसो भएको कारणले गर्दाखेरि अब हामी अल्छी गर्दैनौँ। अल्छी गर्छौँ? सबैजनाले यतातिर युवाले भन्नु त मलाई अल्छी गर्छौँ? यसो गर्नुहोस्, यसो दुईटा हात देखाइदिनुहोस् मलाई। दुईटा हातै देखाउनु सक्नुहुन्न भनेदेखि तपाईँ अल्छी नै हो है। दुईटा हात। अब यो दुईटा हात तपाईँले आफ्नो पेटको लागि मात्र होइन, यो देशको लागि पनि चलाउनु पर्छ है। किनभने यो देशको लागि हामी हात चलाउँदैनौँ भने, देशको लागि हामीले सोच्दैनौँ भने यो देश उठ्नेवाला छैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रा हरेक बाटाहरू विदेशी ऋणको भरमा विदेशीले अनुदान दिन्छ। अमेरिकाले, चाइनाले, भारतले, जापानले दिन्छ भनेर हामीले उता विदेशी प्रभुलाई ढोकिरहेको कारणले र त्यो खालको तपाईँको नेतालाई पछ्याइरहेको कारणले यो दुईवटा हातले हाम्रो देशको लागि एउटा तपाईँको सिङ्गा बिल्न भाँचेको कारणले गर्दाखेरि देश समृद्ध हुन नसकेको तर्क म यहाँ राख्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हाम्रो आचरणबाट, हाम्रो सोच विचारबाट हामी परिवर्तन हुनुपर्छ। मान्छेलाई परिवर्तन गर्ने अभियान हो। मान्छेलाई परिवर्तन गर्नुभन्दा ठुलो विकासहरू केही पनि हुन सक्दैन। किनभने मान्छे नै हो संसारको विकासको केन्द्रबिन्दु, मान्छे नै हो संसारको सबैभन्दा ठुलो एजेन्डा।
त्यो मान्छेलाई परिवर्तन गर्ने अभियानमा म तपाईहरुलाई पनि सहकर्मीको रूपमा हेर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु श्रम संस्कृतिमा। अल्छी नमान्नु होला, अल्छी लाग्यो? श्रम संस्कृति, श्रमदान, श्रमदाता है। के हो यो श्रमदान भनेको चाहिँ भन्दाखेरि, श्रमदान भनेको चाहिँ म यहाँहरूलाई अल्छी नमान्नु होला, अलिकति केही कुराहरू भनेर जान्छु, किनभने सधैँभरि हामी भेट्दैनौँ। भेटे पनि यस्तो खालको तपाईँको चाहिँ परिस्थितिमा यो विषयमा भेट्दैनौँ होला। श्रमदान किन जरुरी छ भन्दाखेरि आज नेपाली समाज हराएर गइसक्यो। गाउँमा हेर्नुहुन्छ भने गाउँमा अर्म पर्म गरिन्छ, काममा भेट हुन्छ। एउटाको धान रोप्नु पर्दाखेरि गाउँभरको मान्छे भेट हुन्छ, एउटाको मकै रोप्नु पर्दा गाउँभरको मान्छे भेट हुन्छ। अनि त्यहाँ गाउँमा समाज छ, सहरमा समाज छैन। समाजमा यो घरको मान्छे रोइरहेको हुन्छ, उतापट्टि तपाईँको छैन भोजमा नाचिरहेको। कसैलाई कसैको मतलब भएन। मान्छेको भिडलाई समाज भन्न मिल्दैन। हराइसकेको नेपाली समाजलाई एक ठाउँमा ल्याउनका लागि कसरी ल्याउने त? गफ गर्नु त, गफ सुन्नु त आउँदैन। कहिले कहिले आज पनि यो हर्का साममा के भन्दो रहेछ भनेर आउनु भयो। भोलि पनि आयो भने के आउनुहुन्छ? आउनुहुन्छ र आउनु। गफ सुन्ने फुर्सद छैन। तर यो देशका लागि काम गरौँ होइन। मेरो घरको काम गर्नु भनेर फेरि मैले बोलाएँ भने फेरि आउने बित्तिकै त मैले तपाईँलाई पैसा दिनुपर्ने हुन्छ। तर यो देशका लागि काम गरौँ भनेर चाहिँ मान्छेलाई त्यो भित्र भित्र भएर कहिले नभेट्ने मान्छेहरूलाई एक ठाउँमा ल्याउन खोज्ने अभियान हो श्रमदानको अभियान। श्रमदानले जम्मा 3टा फाइदा गर्छ। एउटा फाइदा गर्छ, छिन्न भिन्न भएको बिलाइसकेको समाजलाई एक ठाउँमा ल्याउने। कामको कारणले, कामको माध्यमबाट, श्रमको माध्यमबाट, देशको लागि श्रम गर्ने अभियानको माध्यमबाट समाजलाई एक ठाउँमा ल्याउने अभियान हो श्रमदानको अभियान। अर्को श्रमदानको अभियान के हो भन्दाखेरि, अर्को चाहिँ हाम्रो शरीर भनेको चाहिँ तपाईँको कसरत गरिराख्नुपर्ने शरीर हो। प्रकृतिले हामीलाई हिँडेर जाए, उता धरान जान्छ भने पनि हिँडेर जा भनेर जन्म दिएको। तर पछि हामीले आविष्कार गऱ्यौँ, गाडी, प्लेन बनायौँ। सुविधा भोगी हुँदै जाँदाखेरि शारीरिक व्यायाम छुटेर गयो, जसको कारणले गर्दाखेरि आज हरेक व्यक्तिलाई कि त सुगर छ, कि त प्रेसर छ, कि त कोलेस्ट्रोल छ, कि त युरिक एसिड छ। किनभने हामी काम गर्दैनौँ। काम गर्ने भनेको चाहिँ फोन चलाउने भन्ने देखियो। यस्तो फोनमा कता के हो, यसो यसो है, फुटपाथ घुमेको छ, यसो गरेको छ। त्यतिले हाम्रो पसिना आयो? आएन। पसिना नआइसकेपछि के हो त भन्दाखेरि हामी निरोगी बन्न सकेनौँ, रोगी बन्दै गयौँ। त्यसले गर्दाखेरि श्रमदान अभियानले हाम्रो तपाईँको चाहिँ शारीरिक स्वास्थ्यको पनि तपाईँको चाहिँ सुधार गर्छ भन्ने अभियान। फाइदा नम्बर 2, समाज, स्वास्थ्य र विकास। हाम्रो जस्तो देशमा बजेट यति सानो हुन्छ है, कमिला जत्रो बजेट, हात्ती जत्रो समस्या र आवश्यकता। अब कमिला जत्रो बजेटले हात्ती जत्रो समस्या र आवश्यकता कसरी तपाईँको चाहिँ सामञ्जस्य गर्न सक्छ, कसरी समाधान गर्न सक्छ? सक्दैन। त्यसो भएको कारणले गर्दाखेरि हामीले विकासका लागि श्रमदान गर्नुपर्छ।